नमस्ते म्याम। नमस्ते। आराम हुन्छ म्याम? आरामै छु। अनि अहिले तपाईँ मानव महाशक्ति अभियानको अहिले अध्यक्ष हुनुहुन्छ। हजुर हजुर। अनि अध्यक्ष भएपछि पहिलो भेटघाट भयो हाम्रो, त्योभन्दा अगाडि हामी भेटघाट हुन्थ्यौँ। हजुर हजुर। अनि अहिले कसरी चाहिँ अगाडि बढ्दै हुनुहुन्छ हजुर मानव महाशक्ति अभियानलाई लिएर? अहिले चाहिँ हाम्रो मानव महाशक्ति अभियान चाहिँ देशव्यापी रूपमा 77वटै जिल्लामा चाहिँ हामीले सङ्गठन विस्तारको लागि पाइला चालिरहेछौँ। अब पछिल्लो दिनमा अब केही 1-2 महिनामा हाम्रो धेरै जिल्लाबाट सङ्गठनको अध्यक्ष सहितको नामहरू हाम्रो मानव महाशक्ति अभियानको पेजमा पनि आउँछ र सङ्गठन राम्रोसँग विस्तार हुने क्रममा जारी छ। र मेरो जतिजना जिल्लाको साथीहरू हुनुहुन्छ उहाँहरूले मलाई एकदमै सपोर्ट गर्नुभएको छ। त्यसको लागि चाहिँ हाम्रो जिल्लाको साथीहरूलाई थ्याङ्क्सफुल भन्न चाहन्छु। अहिले चाहिँ विशेष गरी हजुरले यो मानव महाशक्ति अभियानलाई कुन चाहिँ उद्देश्यका साथ चाहिँ तपाईँले सुरुवात गर्न आउनुभएको छ? मैले यो मानव महाशक्ति अभियान भनेको चाहिँ मानव बिचमा हामी नेपालमा जतिजना मानव छौँ तर हामीसँग चेतना चाहिँ छैन कि सर। चेतना नभएको कारणले हामीले चेतना कसरी जगाउन सक्छौँ त मानवसँग भने हामी जति मानव छौँ सबै हामी एउटा जस्तो नेपालीमा भनिन्छ नि मोरेको लास चाहिँ ठिङ्गो उभिन्छ भने जस्तै हामीले जति काम गर्न खोजे पनि जे गर्न हामी मानवमा चेतनाको कमी भएर चाहिँ कुनै पनि कामहरू हामीले राम्रोसँग गर्न नसकेको सक्सेस नभएको जस्तो लाग्छ। त्यसले गर्दाखेरि अहिले हामीले फर्स्ट त मानव बिचमा चेतना छर्ने काम गर्छौँ र हामीले कृषि पर्यटनदेखि धार्मिक स्थलहरूलाई एकदमै विशेष जोड दिएर अगाडि बढाइरहेछौँ। अहिले हाम्रो देश नेपालमा जति कृषकहरू छन् त्यो कृषकहरूले उत्पादन गरेका चिजहरू बजार व्यवस्थापन हुन सकेको छैन। त्यो बजार व्यवस्थापन गर्नकै लागि हामीलाई सङ्गठन चाहिएको हो। सङ्गठन हामीले विस्तार गर्दैछौँ र अहिले पनि कुनै साथीभाइ अथवा कतै केही कृषिका सामानहरू चाहिँ व्यापार बिजनेस गर्न नसकेर उहाँहरूले राख्नु भएको छ भने प्लिज मानव महाशक्ति अभियानलाई सम्झिनु होला। हाम्रो साथीहरू जोडिनु भएको छ जिल्लामा, हजुरहरूले सम्झेर हामीलाई कन्ट्याक्ट गर्नु होला। हामी बजार व्यवस्थापनको लागि चाहिँ अग्रसर भएर अघि बढिरहेका छौँ। अहिले देशभरि त्यस्तो हल्ला चलिरहेछ। मानव महाशक्ति अभियानको अध्यक्ष चाहिँ नेपालमा चाहिँ यस्तो किसिमको चाहिँ एउटा चाहिँ अभियान चलाएको छ जसले चाहिँ कृषि र पर्यटनलाई आधार मानेर चाहिँ आत्मनिर्भर स्वावलम्बन कार्यक्रममा चाहिँ देशव्यापीका भरिका चाहिँ जनताहरूलाई चाहिँ जोडिनु भन्ने आह्वान गरिरहनु भएको छ। अब यो अभियानमा चाहिँ कसरी जोडिने चाहिँ तरिका चाहिँ तपाईँको के छ त मानव महाशक्ति अभियान? यस्तो छ, हाम्रो काठमाडौँ केन्द्रबाट 79 जनाको हाम्रो टिम बनिसकेको छ र तपाईँहरूले हेर्नुभयो भने पनि कति टिममा पनि हामीले बरु सबैजनालाई सदस्य राखेर हामीले केन्द्रको लागि अध्यक्ष र कोषाध्यक्ष मात्रै र संरक्षकज्यू मात्र छुट्याएर अरू हामीले सबै खाली राखेका छौँ। किन खाली राखेका छौँ भने भोलि जिल्लाबाट कुनाबाट आएको मान्छेहरूलाई हामीले केन्द्रसम्म तान्न सकोस् भन्ने तरिकाले पनि खाली राखेका छौँ। त्यो सँगसँगै हाम्रो सरले